पल्सा चाहिँ खै कहाँ छन् खै हेलो नमस्ते भाइहरु वेलकम टु आवर च्यानल छोटे ब्लग्स तपाईहरुलाई स्वागत छ मेरो नयाँ भ्लगमा अनि यहाँ चाहिँ मेरो बाबु रहेको छन् हेभन लाइक एन्ड शेयर सब्स्क्राइब पहिल्यै लाइक सब्स्क्राइब गरिदिनु चाहिँ अञ्चल यिनले नि भ्लग बनाउन खोजिराछन् तर अब खै के हुन्छ यिनको च्यानल के छ इन्की मैले मेन्सन हानिदिन्छु हैन त्यही हो अब भाइहरुसँग बसिरहेको छु अहिले चाहिँ आज चाहिँ नयाँ वर्ष हो नि त सबैलाई ह्याप्पी न्यू इयर गाइज हैन सबैजनाले अब कहाँ डुल्न जानुहुन्छ अब खै के गर्नुहुन्छ त हैन म त घर बस्छु यार मेरो डुल्न जाने कति जरिया पनि छैन त्यही हो आज चाहिँ अब के हुन्छ डुल्न पनि जान सक्छु त्यही यहाँ चाहिँ अर्को बाबु छन् अञ्चल गोपालको भाइ रोबन त्यही हो म चाहिँ पसलमा बसिरहेको थिएँ कृष्ण चाहिँ आउन लाग्छ अरे ऊ त्यहाँ बाटोमा पुगेछ अनि त्यही हो सी यू गाइज आज चाहिँ कतै जाने हुन्छ भने अब बनाउँला राम्रोसँग भ्लग हेरेर सपोर्ट चाहिँ गरिदिनु धेरै पछि भ्लग हालेको छु अनि त्यहाँ चाहिँ शेयर सब्स्क्राइब सबले महसुस गरिदिनु लाइक पनि गर्नु ओके बाई गाइज वी आर गोइङ इन घोराई गाइज एउटा म चाहिँ गइरहेछौँ घोराई कृष्ण एज अ ह्यान्डसम बनेर आएको छ हेर्न सक्नुहुन्छ जुत्ता 2 लाखको सर्ट 5 लाखको यो पाइन्ट चाहिँ खै अनि कपाल हेर्नु पुरै तेरे नाम म पनि अब त्यही हो गेटअप अलिअलि कालो र सेतो मात्रै छ त्यही हो हामी चाहिँ घरैतिर जान लाग्छौँ के गर्न लाग्छौँ यो चाहिँ सरप्राइज छ त्यही गएपछि भनौँला के हुन्छ देखेरौँला भनौँला देखाउँला अब चाहिँ हामी गाउँमा छौँ आज चाहिँ नयाँ वर्ष हो त्यही भएर हल्का डुल्नु पर्यो त्यहाँ चाहिँ सबैले लाइक सेयर गरिदिनु सक्दोसम्म त्यही हो तुलसीपुर गएनस् तुलसीपुर चाहिँ म जाने भनिरहेको थिएँ मोतीपुर खास गरी तर त्यहाँ म गएन किनकि बजेट कम थियो अहिले छ तर जाने मन छैन त्यही हो गाइस देख सकते हो हम गाडी में है यहाँ चाहिँ लास्टै प्याक भयो क्या गाइस यार गाडी तन्किरहेको छ प्याक भएर हामी चाहिँ क्रिजल पेट्रोलमा आएको छौँ होइन हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ आएको छौँ यहाँ चाहिँ पल्सा आउनु भएको रहेछ अन्त त्यही भएर ऊ चाहिँ टिकट हेर्न गएको छ के हो भनेर के हो गाइस टिकट चाहिँ पाइसकेको छौँ गाइस आउँदै हुनुहुन्छ बस्नुस् कि आउँदै हुनुहुन्छ बस्सा यहाँ चाहिँ कोही छैन गाइस कस्तो छ माहौल हेरौँ पल्सा आउँदै हुनुहुन्छ रे बट खै को छ थाहा भएन छोटा ब्लग्स यो चिल छोटा ब्लग्स 108 टिए भियालो जिएस ल गाइस है यता फ्यान फलोइङ चाहिँ बढेको छ क्या है मैले बिता है हेर्न सक्नुहुन्छ त्यहाँ भइसक्यो भनेर गाना गाइरह त्यहाँ चाहिँ हेर्नुपर्ने हुन्छ अब के हो के होइन मलाई चाहिँ लास्टै एक नम्बर लागिसकेको छ कि अनि फेरि कहाँ होला हो कि के हो यो हामी चाहिँ जाने प्रयासमा छौँ कहाँ जाने हो अब हेरौँ ए को भनेपछि त्यो आजभोलि भाइरल भएको छ त मकैबारी डराम चाहिँ आएको रहेछ है मान्छे छैन यार मकैबारी डराम चाहिँ आएको छ गाना गाइरहेको छ अब हेरौँ के हुन्छ हेर्न आँट्यो त्यति टाढाबाट मलाई त्यस्तै लाग्यो गाइस सरप्राइज आन्टीको डान्स राम्रो छ प्रवचन सुनम गाइस के हुन्छ कति ध्यान दिएर सुनिरह यो हाम्रो अन्टी लभरहरुको लागि टुक्का हो अन्टी लभर सबैलाई हामी गाइस रमाइलो भइराछ नि सबैलाई अझै नाचौँ है केही भइराछ पल्सा दाइ नआउँदा
गाइराख्छु हुन्छ ल पल्सा आउला सर दाइ आइसु बल दाइको पाला त्योभन्दा पहिले चाहिँ म गाइराख्छु पल्सा आएपछि मात्रै आउँछु पल्सा आएपछि मात्रै आउँछु म त आन्न गाइस भएको के हेर्न गाइस म चाहिँ के सोध्न जान लाग्छु भनेपछि यहाँ दाइलाई एकचोटि पसल जान्छु हुन्छ कि नै भनेर सोधेर आउँछु होइन यहाँ चाहिँ हामीले भनेको केही चिजै पाइन्न क्या खानेकुरा अलिअलि छ यहाँ सोधौँ एकचोटि बाहिर जान मिल्छ कि नै भनेर रियाक्सन हेरौँ के हुन्छ गएर सोधौँ ल गाइस है हेलो दाइ पसल गएर आउनु पाइन्छ कि नै मेरो भिडियो छ क्या दाइ एकछिनमा होइन यता सब हाम्रो चाहिँ यो के बोला छोटा ब्लग्स पसल चाहिँ गएर आउँछु ल म चाहिँ पसल हिँडेको अहिले पसल गएर चाहिँ आम होइन यहाँ दाइहरूको पर्मिसन चाहिँ लिएँ मैले पसल चाहिँ नजिक छैन उता हेरौँ अब त्यही हो गाइस म चाहिँ ह्याप्पीडेन्ट किन्न गएको थिएँ ल नखाएँ छिरिसकेँ खासमा हामी चाहिँ पल्साको वेटिङमा छौँ तर पल्सा दाइ चाहिँ अहिले आउनु भएको छैन यी भङ्गो छ यो मकैबारी डराम अङ्कल हो कि दाइ चाहिँ त्यहाँ हुनुहुन्छ ऊ हामी एकछिन पर्दा पछाडि हेर्न आएछौँ यसो भत्किन त्यही हो गाइस पहिला आउँछौँ एकछिनमा आउला छ गाइस हेरौँ देश विदेशमा घुमिसक्नु भएका हास्य कलाकार कमल गाउँलेलाई अबको केही क्षणमा म जोड्दैछु कमलजी रेडी अवस्थामा बसिदिनु होला ओके यति भन्दै भोलि 2 गते आउने कलाकारको बारेमा सुन्ने हो त ओके सुन्ने मात्र हैन है घर जाने अनि फेरि टक्क लिएर आउने साथीभाइलाई अलि धेरै आउने है त ओके भोलि हामीसँग जुड्दै हुनुहुन्छ कलाकार चर्चित गायक रामचन्द्र काफ्लेको यहाँ गाइस हामी चाहिँ अब हिँड्न लागेको कमल गाउँले जी चाहिँ पछाडि हुनुहुन्छ गाना बजाउँदै हुनुहुन्छ थाहा भएन होइन गाना गाउँदै हुनुहुन्छ अनि चाहिँ पल्सा चाहिँ अन्त आज चाहिँ नआउने हो कि आउने हो थाहा भएन हामी चाहिँ ढिलो भइसक्यो हामी चाहिँ जान लागेको यहाँ हाम्रो सुँगुर पनि जान लाग्यो कोरे त के त सुँगुर ल आज आन्न भने हामी जान्छौँ केही छैन हामी चाहिँ गएको ल पल्सा चाहिँ खै कहाँ छन् खै पल्साको मान्छे भर्खर छिराछ नि हेर्न आछ खै कहाँ छन् कि गाडी आएको हेर्नु यार भर्खर गएछ नि गाडी हो यहाँ हामी चाहिँ घर जान लागेको थियौँ क्या गाई चाहिँ मान्छे आछ नि हेर्नु अब छिटो के यहाँ घर हिँड्दै जानुपर्छ कि गाई चाहिँ खट्न हुन्छ अरे कहना क्या चाहते हो हाम्रो त्यो नारायणपुर दाइ कहाँ गाडी कहाँ छ के दाइ पल्साको आज भोलि चाहिँ म चाहिँ यस्तै हो नि त गाइस अन्त त्यही हो पल्सा दाइ चाहिँ हामीले ओट चाहिँ गर्छौँ ओट चाहिँ गर्छौँ हामी आउनुहुन्छ कि भनेर आशा छ कि दिलमा ओट चाहिँ गर्नु पर्यो आउनु भयो सर के गाडी सर एकचोटि भित्रै जाने हो क्या ल भइरहेछ गाइस डान्स पनि के हेर्नु गाइस पल्सालाई हेरौँ मैले आउँछन् केटीको डान्स देखेर साइको लागिरहेको छ यता नाच्ने मान्छे धेरै छन् बोलाउनु पर्यो के यही नाचिरहेको छ त यो केटी त किन चाहियो त्यहाँ गङ्गु सेट्नु चाहियो के ठिक लाग्छ गङ्गु दिदीलाई नभए गङ्गुको
सीन है। बस अरे यार कोई इजी चला दो यार। सही है। चलो शुरू करते हैं। तुझको ब्रेक लगे, दूर दूर से ठीक है रानी, पास आऊं तो सेक लगे। छूट गया कर दी है चाहिए पैसा चाहिए सॉरी भेट्न पाएन कचाइ गएको पानी पानी हो गए। खत्म हो गया गाइस, हम चाहिँ जा रहे हैं अब। पल्सा इज कमिंग बट आई वाज गोइङ घर। ओए रुक्न बे हैन, हामी चाहिँ भोलि आउँछौँ। अन्जु कुसुम्याको चाहिँ डान्स हेर्नु पर्ने त थारू गीत फेरि बबाल हो क्या।
अनि हामी चाहिँ भोलि आउँछौँ आज चाहिँ घर जानु लाग्यो जस्ट आज चाहिँ ढिलो भइगयो हाम्रो गाडी छुट्छ घर जानुपर्ने हुन्छ हामी त्यही हो यहाँ चाहिँ सर आउनुहुन्छ ल पर्सा दाइ चाहिँ आउनु भएको छैन अन्त त्यही भएर हामी चाहिँ गएको ल हामी चाहिँ गएको ल लोकल आउनु लाग्छ अनि यो चाहिँ पर्सा दाइको नै गाडी हो के हो ल हेलो म चाहिँ घर पुगिसकेँ भनौँ गाउँमा पुगिसकेँ हामी चाहिँ पेटलाई भेटेको छ नि हेलो भनौँ सबैलाई ह्याप्पी न्यु इयर गाइस शुभकामना छ सबैले दारु खाएर रमाइलो गर्नुला मेरो भलक चाहिँ पेटलाई लिन गरिदिन्छ ल ल सबैजनाले होइन भलक हेर्दै गर्नुला रमाइलो गर्नुला लेट्स टुडेज भलक वी इन टुडे 2081 सालको 1 गतेको भलक म चाहिँ इन गर्दैछु ल सबैजना माया गर्छ बाइ बाइ सबैजनालाई माया छ बाइ बाइ गुड नाइट गाइस